चाहिँ खाइरहेछ एकछिन अब आउ न बेबी गाह्रो होइन हुन्छ तिमी कस्तो जय गयो जय अब सुनि के हजमा राख्नु सक्छ नि आउ सुनि खै जय गयो जी गरे छौ गुड बोय जी छुने बाबा डलाउनु पर्दैन नमस्ते गर्देऊ नमस्ते गर नमस्ते गर नमस्ते मलाई त्यो पानीमा बोट फेरि बोट हेर न त्यो एन्टिक 19 फाउन्टेन जस्तो छ है हुन त अब सेफै होला तर 90 years old 90 years old boat म त यो बोट चढ्ने भने कि पेटै हुँडा लिएर आउँछ यार बच्चाहरूलाई चढ्नै पर्यो ओ माई गॉड म त सक्दिन छ चलाउन आउन न डर गयो हुन्छ हात हाल्ने नै कसैले नदिमा हात पनि नहाली एकदम सिधा बस्ने सिधा बस्छ चम्का गर्ने हैन हात हाल्ने नै पल्टिन्छ कुकुरले खाइदिन्छ है कति मिनेटको छ यो आधी घण्टा 35 मिनेट ल परफेक्ट गयो टोपी छ है bye ए यहाँ क्रोकोडाइल छ है केयरफुल बिहा त्यसरी हुँदैन हात भित्र राख्नु मिल्दैन है ओ यो देख्यो बाबु उ क्रोकोडाइल अहिलेको मगर हो हजुर मास मगर घडियालको चाहिँ लामो थुतुङ हुन्छ मगर मछली भन्छ नि ए हो मगर मच्छी तर हात्ती बच्चाहरू सब सकिँदैन रहेछ के देख्यो राइनोसरस भिरमा गइरहेछ त यार अनि यो त विथ द करेन्ट गइरहेको हो नि त डाउनस्ट्रिम है मास्तिर त मान्छे ल्याउन सक्दैन एउटा हो यहाँ गई दाहिनेपट्टि हेर्नु त गई फेरि मास मगर अब यहाँ देख्यो उते नहीं अब यहाँ आउँछ अब हेर न यो ओ एलिगेटर बोट अब हातभित्र अब त्यो रुखमुनि पनि छ क्रोकोडाइल ए सानो रहेछ त बेबी क्रोकोडाइल अब यहाँ मम्मी खोइ एकजना गरेर झर्नुपर्छ है एलिगेटर अनि अरु के देख्यो पापा एलिगेटर अनि जंगल क्रोकोडाइल अनि जंगल देख्यो अनि बर्ड बर्डी हो कुन बर्डी देख्यो ग्रीन व्हाइट ब्लू bird nice okay let's go किन नगर्नको स्विमिङ चाहिँ आज मेरो पिरियड्स भयो सो त्यही भएर स्विमिङ गर्न पाएन अब यिनीहरूलाई देखेर रमाइरहेको छु आज दर्शक म उसले मान्छे मार्यो के नाम हो उसको आफ्नै मौतेलाई राज गजले चाहिँ मान्छे मारिसकेको रहेछ एउटा
सो त्यही भएर उसलाई खाना धेरै दिने गरेर छैन अरे कि अलिकति विक राखेर ल लेट्स गो कम 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 वक विथ मी म त शिवुलाई देखाउँछु राइनो सो दिस इज सो ब्युटिफुल हामी चाहिँ अहिले यहाँ नयाँ गोरखगढमा छौँ यो गढ चाहिँ मेरो ससुरा स्वर्गीय बक्स्यो है फ्यु मन्थ्स अगाडि उहाँको बटालियन उहाँहरू चाहिँ यो नयाँ गोरख चाहिँ गढ चाहिँ बाबा यहाँ आऊ हातसम्म त आन्टीको अनि सो यस्तो ब्युटिफुल यो ठाउँ छ तपाईँहरूले देखिहाल्नुभयो हात्तीहरू पनि छ होइन अनि यहाँ चाहिँ दुईवटा राइनोजहरू पनि संरक्षण गरेर राख्नु भएको रहेछ उहाँहरूले सो त्यो राइनोज चाहिँ हामी हेर्न गइरहेछौँ बच्चाहरूले अहिलेसम्म यहाँ आएदेखि हामीले सफारी गरेनौँ किनभने 4.5 घन्टाको सफारी बच्चाहरूलाई अति धेरै नै लामो हुन्छ यिनीहरू यति सानो छन् पेसेन्स हुन्न भनेर राइनो चाहिँ हेर्न पाए हुन्थ्यो भन्ने भएको थियो ठ्याक्क अब हामीले चाहिँ यहाँ चाहिँ राइनो रहेछ सो उहाँहरूलाई स्पेसल रिक्वेस्ट गरेर र बुवाको एउटा बुवाले भनौँ न यहाँ धेरै वर्ष बिताइसक्नु भएको यो उहाँकै गढ भनौँ न नयाँ गोरख त्यो भएर पनि हामी यहाँ आयौँ आई एम रियली एक्साइटेड टु सी how kids will react to rhinos. Abu! Abian! Why are you scared, Sana? Oh, no, sure. Baby rhino. No. What is it? Baby rhino. नानीलाई टच नगर्ने कति महिनाको हो 1 वर्षको यो ल यिनीहरू के सुसु गर्यो यो ठुलो आफै भन्दा सुसु गर्यो कता बस्न सक्छ त्यतै लाग्यो ए आफै चाहिँ कहिले जाँदैन कति महिना हो दाइ तपाईहरुसँग बसेको यो चाहिँ 19 महिना 19 महिना भयो जन्मेदेखि नै जन्मेदेखि नै ल्याउँदाखेरि चाहिँ 15-16 दिन थियो ए एउटा फोटो खिच्छु है यसको कस्तो राम्रो अन्त यो जैविक संरक्षणको उबाट हो आर्मीकोबाट त होइन आर्मीकोबाट होइन ए अनि कहिले छोड्नुहुन्छ जङ्गलमा त्यसलाई यो अब 3 वर्ष पुगिसकेपछि त्यसपछि यो परिपक्व हुन्छ 3 वर्ष पुग्यो भने मान्छे एडल हुन्छ नि त मान्छे 16-18 कट्यो भने एडल हुन्छ चाहिँ 3 देखि 5 वर्षमा आयु कति हुन्छ आयु चाहिँ 40 वर्ष 40 वर्षसम्म बाँच्छ है ओहो किन भयो दुईटै सेम एउटै यो अलि धेरै घाइते थियो त्यो चाहिँ थोरै सो यो देव कुन चाहिँ देव हो यो देव यो राम वाउ रामदेव इन द मेकिङ तपाईले लाग्दै ओहो तपाई नै हो नि त उनीहरुको गार्जियन तराईको बेस्ट थिङ इज दिस के यस्तो जति हेरे पनि जग्गा है आनन्द काठमाडौँको घ्याउ खाली गर्मी मात्रै हो यहाँ गाह्रो अरु त आई लभ तराई यार एक्चुअली फेरि नो ननसेन्स गाई सो उहाँ रामको चाहिँ च्यानल छ है गाइज नो ननसेन्स अनि यहाँ चाहिँ एउटा म्यान इटर भनेको द ननसेन्स नेपाली राइट सो यहाँ चाहिँ एउटा बाघ छ अरे थुनिया बाघलाई के हेर्ने अब यो राजालाई थुनिया नि के हेर्ने जङ्गलको राजालाई भन्दैछ अब खुल्ला हेर्ने त हाम्रो हिम्मत त छैन सो थुनेकै पनि देखिन पाइन्छ कि लेट्स वी आर ट्राइङ Baba, the biggest snake here, python. हामी चाहिँ म्यान इटर एउटा टाइगर छ अरे बाघ थुनेर राखेको हेर्न जाँदैछौँ सफारी कति गरियो तर कहीँ केही नदेखिने सो लेट्स सी जूमा चाहिँ देखेको थिएँ काठमाडौँ जूमा त बिचरा माल न्युट्रिसन भएको बाघ देखेको थिएँ खाने नपाएको बिचरा है यहाँ चाहिँ कस्तो रहेछ हेर थुनेर राखे बाघ के हेर्नु भन्छ राम्ररी हो र बिचरा किन पीडा हुन्छ नि त्यसलाई अनि अब थुनेर नराखे हेर्ने हामीलाई पीडा हुन्छ नि त यो तपाईका हैन थुनेर नराखे हेर्नु त हामीलाई पीडा हुन्छ नि त फेरि
त्यो पनि छ नि त सो भनेपछि एउटा मान्छे मारिसक्यो पहिला मारेर फेरि जङ्गलमा छोड्छ उनीहरूले मार्यो भन्छ तर फेरि जङ्गलमा छोड्छ क्या किनकि दे डोन्ट लाइक टु किप टाइगर हो नि यसरी तर फेरि छोडिसकेपछि नि एकतालको म्यानिटर इज अलवेज अ म्यानिटर भन्छ क्या सो तपाईँहरूको 1000 को नोट होइन हामी सबैलाई मनपर्छ आइम स्योर सो 1000 को नोटमा भएको हात्ती जुन चाहिँ त्यो चाहिँ त्यो देखाएको छैन अरे कति दिन भयो अरे लौ न छैन अरे लुक्या छ अरे होला न Baba, there's no tiger. Where is the tiger? Koi tiger? Koi? Uta होला है जङ्गलमा यहाँ छैन टाइगर यहाँ छ कहाँ छ उ त्यहाँ छ Where? सो हाम्रो 1000 को नोटमा भएको हात्ती चाहिँ त्यो हात्ती हो रे भनेर भर्खर इन्फर्मेसन आयो भेरी इन्ट्रेस्टिङ कत्रो छ हेर्नु न माई गड वाउ यो राम हो ए माथिको राम हो चाहिँ मोडल चाहिँ ए प्रजनन केन्द्र अनि यो 1000 को नोटको चाहिँ यो हो यसको दुईटा छ उनीहरू ट्विन्स हो नि हैन के नाम हो उसको रामै हुँदो रहेछ जहाँ पनि हिरो चाहिँ कस्तो नै राम्रो हात्ती ल यो त संसारमा the only twins that was born ए हो र वाउ दिस इज न्यू फर मी संसारमा the only twins that's born सो संसारमा ओन्ली बोर्न ट्विन्स हात्ती चाहिँ राम र लक्ष्मण हो राम चाहिँ यहाँ छ लक्ष्मण चाहिँ कसारामा छ ओके कसारामा छ सो वाउ सो यो हाम्रो 1000 को नोटमा भएको यो हात्ती चाहिँ यही हात्ती हो Isn't it amazing? Model, celebrity हात्ती सबैलाई यो हात्ती पाउनु छ हामी सबै यसैको लागि काम गरिरहेको छौँ द्याट्स राम हामीले कति न्युजहरूमा हेरेर हुन्छ नि हात्तीले यस्तो गर्यो सौरामा चितवनतिर भनेर सो वान अफ द हात्ती रहेछ एउटा एकदम फेमस हात्ती थियो नि चन्द्रकला के नमस्ते सारङ्ग ए थ्याङ्क यू सो मच ए कतार लानको यही हो हामीले गिफ्ट गरेको कतारलाई वाउ राम कतारलाई गिफ्ट गरेको यही हो रे रुद्रकली यही हो लिए त ल जा गाइस सौरा त कतिचोटि आयो तर दिस वाज अ ट्रुली म्याजिकल एक्सपिरियन्स किनभने बच्चाहरूसँग अझै धेरै लर्न गर्न पाइन्छ जस्तो लाग्छ मलाई विथ आभ्यान दो आभ्यान आज अलिकति मुडमा छैन आई डोन्ट नो लाइक के भइरहेछ तर आई इन्जोयड आई एक्सप्लोर्ड मलाई चाहिँ सौरा नेपालमा तपाईँलाई मन पर्ने ठाउँ कुन हो भन्दा टप 3 मा पर्ने ठाउँ हो सौराहा सो यहाँहरू पनि बच्चाहरूलाई लिएर आउन सक्नुहुन्छ यति धेरै कुराहरू छ देखाउनको लागि यस्तो रमाइलो छ बोटिङदेखि लिएर जङ्गल सफारीदेखि लिएर थुप्रै चिजहरू गर्न सक्नुहुन्छ यहाँहरूले So you're most welcome to Saura. With that, I'm signing off from this episode. You stay safe and take care of yourself. Ciao, ciao.